त पहिलोपटक सर्प यति ठुलो देख्दाखेरि अझै पनि डर लाग्छ। अब डराउनु पर्दैन। अब हामी सोपेर लगिसक्यो। ल धन्यवाद हजुरलाई। ल हजुरलाई सर्प नमारेर उद्धारको लागि हजुरले खबर गरिदिएकोमा जति डराए पनि, जति खुट्टा लगल कामे नै होला, मन थिरिरी भयो नै होला, पसिना आयो नै होला, त्यति बेला पनि होइन मन भयो पनि होला, कस्तो भयो पनि भयो होला होइन। बोली पनि नफुटेर कान्छालाई पनि यस्तो पनि भयो होला, बोली नआएर होइन। जे भए तापनि हजुरले उद्धारको लागि सम्झिनु भयो, खबर गर्नुभयो, त्यसको लागि चाहिँ धेरै मुरी धन्यवाद छ हजुरलाई। ल सम्पूर्णलाई ल फेरि पनि हजुर दर्शक भएर सबैलाई धन्यवाद। ल एकदम